साथैको बेडमा सुरेश र उनकी सङ्गिनी एउटै ओढनीभित्र लुटपुटाइसकेका थिए भने अर्को बेडमा ती युवती लम्पसार थिइन्। नसाको धोद्रे स्वरमा उनले भनिन्, दाइ अब सुत्ने होइन? उनको व्याग्रतामा पलभर विलम्ब नगरी पलङमा पल्टियो प्रवीण। मत्त हात्ती जस्तै उन्मुक्त युवतीको कब्जामा प्रवीण परिसकेको थियो। राति रागका पूर्व कर्महरूमा दुवै हतार हतार समाहित हुँदै गए। हिमाल जस्ता गगनचुम्बी उनको वक्षस्थलमा प्रवीणका हातहरू मडारिन थाले। शरीरमा अनौठो रोमाञ्चकता पैदा हुँदै गएको थियो। नजिकैको पलङमा अर्को जोडी रगिरात क्रीडामा धेरै पहिलेदेखि नै सक्रिय भइसकेको सहजै अनुमान लाउन सकिन्थ्यो। रगिरागका पूर्व अभ्यासबाट प्रवीणको जोडी पनि निकै तातिसकेका थिए। शरीरका सबै ज्ञानेन्द्रियहरू स्वतःस्फूर्त रूपमा जागरुक भइसकेका थिए। भदौरे घामको प्रकाशबाट तापमान भएको शरीर जस्तै शरीरको ताप बढेको थियो। मन, मुटु, मस्तिष्कको गति गहिरो अनुच्छेदमा कहिले पुग्ने आतुर थियो। आउनुहोस् अब कथा सुरु गरौँ। दिनभरको हिँडाइबाट थाकेको तन र सम्भावित परिवर्तित राजनीतिक देशको अवस्थाका बारेमा तरङ्गित मनका बीच गरुङको मन लिएर कानको इयरफोनबाट नै रिसिभ गरी फोन उठायो प्रवीणले। हेलो, प्रत्युत्तरमा परिचित अपरिचित आवाज आयो। के छ यार सन्चै? उत्तरको प्रतीक्षा नै नगरी पुनः आवाज आयो। के छ, आउन मिल्छ? म त बस पार्कमा छु यार। सन्चै छु को प्रतिकार दिँदै मन मस्तिष्कलाई एकाग्रता पारेर कलर को हो प्रवीण स्मरण गर्न थाल्यो। चिनिएन कि क्या हो? म सुरेश यार। नामको परिचयसँगै प्रवीणको आवाज एक्कासी निक्लियो। ओ यार, व्हाट सरप्राइज! अनि कहिले हो जोडा? बाल्यकालमा धेरै परिचित रहेको त शब्द धेरै वसन्तपछि प्रवीणको मुखबाट निस्किएको थियो। प्रवीणको वाक्य टुङ्गिन नपाउँदै सुरेशले आजै आएको कुरा सुनायो। नेपाल बन्द भए पनि बन्द आयोजकले पर्यटन वाहन चल्न दिने निर्णय गरेका रहेछन्। त्यसैले होटल व्यवसायले एयरपोर्टबाट भेडा बाख्रा कुचे जसरी माइक्रोबसमा 20-25 जना सवार गराई नेपालको पर्यटन नगरी ठमेलमा लगेर छाडेका रहेछन्। नेपाली भएका कारण पर्यटकीय नगरी ठमेलका होटेलसँग समीपता गाँच्न नसकेर बस पार्कतिर लगेजको साथै पुगेका रहेछन्। बाल्यकालको सहपाठी अभिन्न मित्र सुरेशसँग टेलिफोनको छोटो संवादसँगै आज लामो हिँडाइका कारण थाकेको हुनाले भोलि सबैले भेट्ने कुरा तय गरी गरुङको मन लिएर फोनबाट प्रवीण डिस्कनेक्ट भयो। फोन संवादसँगै बीबीसीको नेपाली कार्यक्रम सकिसकेको थियो। प्रवीणको मन मस्तिष्क भित्र बाल्यकाल तथा युवा अवस्थामा उसँग हिँडेको, खेलेको, पढेको तथा यावत गतिविधिका चित्रण सिनेमाको रिल जस्तै घुम्न थाल्यो। हो ऊ प्रवीणको बाल्यकालदेखि युवा अवस्थासम्मको अभिन्न मित्र थियो। उनीहरू केवल आफ्नै घरमा खाना खाने समय मात्र छुटिने गर्थे। पढ्दा, खेल्दा, घुम्दा, जता जाँदा पनि उनीहरू साथसाथै हुन्थे। हाई स्कुलको अध्ययन समाप्तिपछि पनि उच्च शिक्षा अध्ययन लिन उनीहरू दुवै राजधानी छिरेका थिए। आइए उत्तीर्णपछि बिए अध्ययनमा भने विषयगत रोजाइको कारण उनीहरू छुट्टा छुट्टै कलेजमा अध्ययन गरेका थिए। तापनि बसाइ एकै ठाउँमा भएकाले उनीहरूको सामिप्यतामा खासै असर परेको थिएन। बिए अध्ययनकै क्रममा सुरेशले रोजगारीको सुरु स्थानीय स्तर आफ्नै गाउँठाउँमा शिक्षण पेसाबाट गरेको थियो भने प्रवीणले अध्ययनलाई अगाडि बढाउँदै लगेको थियो। समय क्रमसँगै दुवैको जिन्दगी बितिरहेको थियो। समयको गतिसँगै दुवैले आफ्नो परम्परागत रीतिरिवाज अनुसार जीवन सङ्गिनीको हात थामिसकेका थिए। त्यस बेलासम्म सुरेश स्थानीय ग्रामीण स्तरमा शिक्षक थियो भने विवेक नेपालको कुनै सार्वजनिक संस्थानमा नोकरी गर्थ्यो। दुवै साथीले नयाँ जीवन साथी प्राप्त गरेर पनि दुवै एक अर्काको सुख दुःख तथा मनका बह पोख्ने कुरामा अलग हुन सकेका थिएनन्। बिहा केही वर्षपछि व्यवहार र विसाङ्लोको कारण उनीहरू चाहेर पनि एक अर्काको पूरक रहन सकेका थिएनन्। त्यसपछिका दिनहरूमा दुवै आफ्नै बाटोमा हिँड्दै आइरहेका थिए। प्रवीण नोकरीको हुरीसँगै कहिले हिमाल त कहिले पहाड अनि कहिले तराई गर्दै जागिरे जीवन जिइरहेको थियो। सुरेश समयको गतिसँगै परिवर्तित राजनीतिक अवस्था, बढ्दो महँगी, थपिदो पारिवारिक जिम्मेवारीका कारण शिक्षण पेसामा मात्र अडिन रहन सकेन र 4 वर्ष अगाडि खाडी मुलुक अरबतिर लागेको थियो। अतीतका स्मरणसँगै 4 वर्षपछि बाल्यकालदेखिको मित्रलाई भोलि भेट्ने कल्पनामा रमाउँदै त्यो दिन निन्द्रा देवीको शरणमा प्रवीण लीन भएको थियो। बिहानको चिसो हावासँगै प्रवीणको निन्द्रा खुले।
हतार हतार गरी लामो समयसम्म भेट नभएको मित्रलाई भेट्न ऊ बस पार्कतिर लाग्यो। बिहानको चिसो हावासँगै स्फूर्त हुँदै बस पार्कबाट मोबाइलमा सम्पर्क गर्यो। लामो घन्टीको प्रतीक्षापछि फोन उठ्यो तर आवाज परिचित थिएन। साथै आवाज कोही महिला वृद्धको थियो। प्रवीणलाई लाग्यो उसले गलत नम्बर डायल गरेछ। हत्तपत्त फोन डिस्कनेक्ट गरी फोन एकिन गर्यो। नम्बर हिजो सुरेशले गरेकै मोबाइलको थियो। सायद हुँदै पुनः डायल गर्यो। यसपल्ट मित्रले फोन उठायो। प्रवीणले आफू बस पार्क आएको जानकारी गरायो। सुरेशले अलि लरबराएको आवाजमा आफू लुम्बिनी गेस्ट हाउसमा रहेको कुरा बतायो। प्रवीण आफू उभिएकै स्थानबाट देखिने लुम्बिनी गेस्ट हाउसमा छिरो। रिसेप्सनमा साथीको रुम नम्बर बारे प्रश्न तिर्स्यायो। रिसेप्सनबाट प्रवीणले सोधेको गेस्ट हाउसमा नभएको र लुम्बिनी नामका करिब 20वटा गेस्ट हाउस भएकाले लोकेसन बिना सोधेर पत्ता लगाउन मुस्किल पर्ने बेहोरा जानकारी गरायो। प्रवीणले पुनः लोकेसनको लागि सुरेशलाई फोन गर्यो। सुरेशले आफू बसेको एरियाको स्पट लोकेसन दिन सकेन र पुनः उही वाक्य दोहोर्यायो। लुम्बिनी गेस्ट हाउस का यार। यसपल्ट उसले थप अर्को नजिकको छिमेकी होटलको नाम समेत उल्लेख गर्यो। आफूले आफ्नो साथी झ्यालबाट हेरिरहेको कुरा सुनायो। तर विडम्बना प्रवीणले उनीहरू बसेको गेस्ट हाउस पत्ता लगाउन सकेन। कार्यालय जाने समय नजिककाले साँझ भेट्ने कल्पना गर्दै प्रवीण आफ्नो वासस्थानतिर लाग्यो। घर नजिकै पुगेपछि सुरेशको फोन आयो। अरे यार कता हराएको? मैले त पत्ता लगाउनै सकिनँ यार। अफिस जान ढिला हुनाले घर फर्के। प्रवीणले जवाफ फर्कायो। साथसाथै प्रति प्रश्न गर्यो। ए यार अघि आफ्नो मोबाइल रिसिभ गर्ने महिला को हो? ओ लामो हाँसो। सँगै भेटमा कुरा गरौँला यार भनी सुरेशले वाक्य टुङ्ग्यायो। प्रवीण झन् सशङ्कित भयो। आखिर त्यो कुन महिला साथी हो? उसको साथमा कसरी आइपुगिन्? प्रश्न मनभित्र दोधार बनाउँदै साँझ भेट्ने प्रतीक्षासहित अफिसतिर लाग्यो। घडीको सुईले 3 बजेको सङ्केत गर्ने तर्खरमा थियो। प्रवीण कार्यालयबाट बाहिरिने धुनमा थियो। नियमित बन्दले गर्दा कार्यालयबाट 3 बजेतिर बाहिरिने दैनिकी नै बनेको थियो। त्यसै मोबाइलको किरिलो आवाज आयो। हेलो भन्न नपाउँदै सुरेशले भन्यो। ल यार म बस पार्कको दूरसञ्चार कार्यालय अगाडि छु। सिधै यता आउनु है। मेरो समर्थता असमर्थता प्रति प्रश्न दिन नपाउँदै उसले फोन काट्यो। उसको निम्तोले प्रवीणमा भेट्ने व्यग्रता झन् बढ्न थाल्यो। आज बिहानको त्यो अपरिचित स्वर कसको होला? झन् कौतूहलता बढ्न थाल्यो। हतार गरी घरतर्फको पाइला लामो पार्यो। घर पुग्ने बित्तिकै मित्रको बोलावटका बारेमा जानकारी दिई लाग्यो बस पार्कतिर। घडीमा ठिक 5 बजेको थियो। प्रवीण बस पार्क छेउमै रहेको दूरसञ्चार कार्यालयको गेट अगाडि पुग्यो। पलभरको प्रतीक्षापछि नै मित्र सुरेश प्रवीणलाई लिन आयो। 4 वर्षपछि भएको त्यो भेटमा खिस्सा हाँस्दै दुवैले हात मिलाए। धेरै खुल्ला चाहना हुँदाहुँदै पनि उनीहरू सामान्य सोध्नेमै रमाएका थिए। रोजी घरमा 2 रात 2 दिन नसुक्ने उनीहरूका कण्ठहरू त्यो दिन खुल्न सकेका थिएनन्। सामान्य भेटको औपचारिकतापछि सुरेश अघि लाग्यो। प्रवीण पछि। उनीहरू बस पार्कको सानो एक गल्ली हुँदै पुगे होटेल लुम्बिनीमा। होटेलको सिडी चढ्दै गर्दा सुरेशले खाजा नास्ताका लागि रिसेप्सनमा अर्डर गर्यो। उनीहरू कोठातिर छिरे। कोठामा पस्न साथ सँगैको पलङमा महिला वस्त्रहरू यत्र त्यत्र छरिएका देखिन्थे। प्रवीण मनमनै प्रश्न गर्न थाल्यो। होइन, आखिर यो महिला वस्त्र कसको होला? कतै मित्रले दोस्रो बिहे त गरेनन्? यदि उसको श्रीमती आएको भए त मैले फोन गर्दा आवाज चिन्नुपर्ने हो। यसै अनुत्तरित प्रश्नहरू खेलाउँदै पलङमा बस्यो। सुरेश बाथरुमबाट बाहिर आयो। प्रवीणले मनभित्र बिहानैदेखि अल्झिएको प्रश्न नसोधी धैर्य गर्न सकेन र एकसाथ धेरै प्रश्न तिर्स्यायो। होइन यो जड्या चालमाल त ठिक देखिँदैन नि। यी लुगाफाटा कसका हुन्? अनि बिहान फोन रिसिभ गर्ने महिला मित्र को हुन्? साथै खिस्सा हाँसेर भन्यो। ल खाजा खान सुरु गरौँ। यति बेलासम्म होटेलवालाले खाजाको परिकार माथि ल्याइदिइसकेको थियो। अरे यार कस्तो संजोग, खोइ कहाँबाट सुरु गरौँ यार भन्दै लजाले पाराले हाँस्न थाल्यो। बिस्तारै खाजासँगै ल्याएको मदिराको सिल तोड्दै गिलासभरि ल चियर्स भन्दै ड्रिङ्क्समा अनुरोध गर्न थाल्यो। मनको उत्सुकताको व्यग्रता झन् गाढा बनाई प्रतीक्षारत हुन बाध्य भयो प्रवीण। धेरै वर्षपछि सँगै खाजा खाँदाको रमाइलो अनुभवसँगै सुरेशले कुरा निकाल्यो। गए रात एयर अरेबियाको उडानबाट नेपाल आएको र करिब 10 घण्टाको समय शारजाहमा ट्रान्जिट परेको कुरा सुनायो। साथै सोही ट्रान्जिटमा 2 जना नेपाली चेली भेट भएको जानकारी गरायो। प्रवीणको कौतूहल त झन् उत्सुक हुन थाल्यो। बिचैमा प्रश्न गर्यो। खोइ त ती चेलीहरू? ऊ खिस्सा हाँसेर मदिराको एक घुँडको पिउँदै भन्न थाले।
अरे यार एउटी त मैसँग छ, अहिले बाहिर गएकी छ। अर्की हिजो यहीँ थिई, आज भाउजूकोमा गएकी छ। अनि को? कहाँ रहेछन् यी नानीहरू? अनि यसरी एउटै रुममा बस्न सजिलो माने त? अबोधपन देखाउँदै प्रवीणले प्रश्न तिर्स्यायो। ओ यार यी मैयाहरू घरेलु कामदारको रूपमा कुवेतमा रहेछन्। एउटी 4 वर्षपछि र अर्की 3 वर्षपछि स्वदेश फर्केका रहेछन्। सर जहाँको ट्रान्जिटमा भेट भयो अनि चिनजान त्यसपछि हामी सँगै। ऊ पुनः खिस्सा हाँस्यो। लाग्थ्यो उसको हाँसोभित्र धेरै कुरा लुकेको छ। उनीहरू खाजाको साथमा मदिराको चुस्कीसँगै आनन्द लिइरहेका थिए। अचानक ढोकामा ढकढक आवाज आयो। सुरेशले कम इन भन्यो। लज्जालु पारेमा दुई जवान सुन्दर युवती प्रवेश गरे। सुरेशले बिहान फोन गर्ने मेरो मित्र उही हो भनी परिचय गरायो। उनीहरू लजालु हाँसोसँगै नेपालीको अभिवादन नमस्कार गरे। प्रवीणले प्रतिक्रियामा नमस्कार भन्यो। मदिराका नसा चढ्दै लागेको समयमा प्रवीणले केही शान्त भई गहिरो दृष्टि ती महिला मित्रमा लगायो। भर्खर वैशाली वसन्तमा टेकेका यी युवतीहरू 22-24 वसन्तका जस्ता देखिन्थे। कोठी मगमगाउने गरी छर्किएको सेन्टले ती महिला नजिक आउँदा कुनै विदेशी साथमा आएको भान हुन्थ्यो। पलभरको परिचयपछि उनीहरू पनि हामीसँगै खाजा खान बसे। रिसेप्सनमा खबर गरी खानपान तथा मदिरा पुनः माग्ने काम भयो। सेतो गिलासमा कालो मदिरा राख्दै एउटीले नयाँ दाइसँग पहिलो भेटको स्वागत छ भन्दै चियर्स भनी। गिलास ठोकाउँदै सँगैको टेबलमा आएर बसी। प्रवीणले केही लजाले पाराले खानपानमा मात्र साथ दिइरहेको थियो। यत्तिकैमा सुरेशले एउटा युवतीलाई काखमा राखी खाजा खुवाउन थालेर हाँस्दै भन्न थाल्यो। हिजो क्या बोर भयो भने। आफू नआएर उसको इसारा प्रवीणतिर थियो। यहाँ उनीहरू दुईजना धेरै वर्षपछिको बाल्यकालको अभिन्न मित्रलाई भेट्ने कौतूहलताका साथ भेट्न गएकोमा त्यहाँको अर्को परिवेशमा प्रतिक्रिया के हुने दोधारमा अनि गम्भीर मुद्रामा सोच्न थाले प्रवीण। नेपाली चेलीहरूमा आएको परिवर्तन, वैदेशिक रोजगार अनि वर्तमान परिवेश आदि इत्यादि। सुरेशका बारेमा पनि सोच्यो। बडो सङ्घर्षका साथ आफै लभ म्यारेज गरेर जीवनको नयाँ गोरेटो सुरु गरेको थियो उसले। वयस्क नारीहरूका बीच पनि मेरो रागपूर्ण प्रतिक्रिया नआएको देखेर उसले मेरो युवा अवस्थाका ती चञ्चले अतीतहरू कोट्याउँदै यी युवतीहरूलाई रोमाञ्चित पार्न थाल्यो। होइन आज किन गौतम बुद्ध? छाडौ यार सारा टेन्सनहरू। आफू त परदेशी मान्छे, घरको मान्छे पैसा पठा भन्दा अरू कुरै गर्दैनन्। के यार आफ्नो जिन्दगी छैन? लाग्थ्यो उसको वैदेशिक यात्रामा ऊ नितान्त एक्लो भएको थियो अनि आफूले भएका मानसिक पीडाहरूलाई सुरा र सुन्दरीका बीच समन्वय गरी आनन्दित हुन चाहन्थ्यो। ऊ समयसँगै परिवर्तन भएको प्रवीणले स्पष्ट भान पाइसकेको थिए। हो त है जिन्दगी, जवानी त एकपलको त हो नि है? प्रवीण मनमनै सोच्न थाल्छ। खाजा नास्ताको क्रम तीव्र गतिमा चलिरहेको थियो। थाहै नपाई उनीहरूले एक फुल मदिरा पान गरिसकेका थिए। शरीरमा नयाँ जोस बढेको थियो। एउटी प्रवीणको समीपमा थिइन्। सुरेश अर्कीसँगै लडिरहेको थियो। शरीरका संवेदनशील ज्ञानेन्द्रियहरूमा बिस्तारै कम्पनको आवाज सुन्न थाल्यो। चढ्दो नशा एवं आकस्मिक घटना परिघटनासँग प्रवीण बिस्तारै तरङ्गित हुँदै गइरहेको थियो। भारी मनसँग सङ्घर्ष गर्दै प्रवीणको तनमनहरू सलबलाउन आतुर थिए। त्यही पनि साउन्डको भेललाई रोक्ने खोजे जस्तै गरी मस्तिष्कको कुनै कुनामा रहेको सूक्ष्म चेतना अगाडि बढ्न उसलाई रोकिरहेको थियो। होइन दाइ, अलि रमाइलो कुरा झिक्नुस् न। हामी यता हामी उता त कहाँ यसरी रमाइलो गरी आफन्तसँग बस्न पाउँछौँ। दिनरात ड्युटी गर्नुपर्छ। ड्युटी पछि पनि अनिश्चित काम। त्यस्तै चलेको छ जिन्दगी। हो छाडौँ ती कुराहरू। जे चलेको छ राम्रै चलेको छ। आखिर यहाँ पो के छ र? विदेश विदेशको बसाइका बारेमा प्रश्न अनि उत्तर उनी आफैले एकचोटि दिइन्। उनको त कटु सत्य व्यवस्थामा प्रवीणले आफ्नो देश स्वयंलाई सम्झ्यो। शरीरमा नसा चढ्दै गएको थियो। धेरै समयपछि लरबराएको स्वरसँगै प्रवीणले वाक्य खोल्यो। वो छाडौँ ती कुराहरू। जिन्दगी भनेको त आफ्नो जिउने तरिका हो। आफू खुसी त जगतै खुसी। वाक्य टुङ्गिन नपाउँदै प्रवीणले उसलाई अँगाल्न पुग्यो। उनी सायद त्यही प्रतीक्षामा थिइन्। समुद्र किनारको चिसो हावामा विचरण गर्दै जीव जस्तै आनन्दित भइन्। प्रवीणका हातहरू क्रमसँगै संवेदनशील अङ्ग प्रत्यङ्ग स्पर्श हुन थाल्यो। उनमा पनि उन्माद छालहरू नदीको प्रवाहभन्दा तीव्र गतिमा छल्किन थाल्यो। बिचैमा धेरैपछि सुरेशले व्यङ्ग्य गर्दै लरबराएको स्वरमा भन्न थाल्यो। ल अब भने मेरा मित्रहरूलाई पनि नसा चढेछ। उतापट्टिका दुवै जोडी हाँस्न थाले। उनी रातो पिरो भइन्। प्रवीण नसुनेको झैँ गरी लीन भयो। पलङ नजिक राखिएको बेड टेबलमा किर्र फोनको घन्टी आयो। सुरेशले फोन उठायो।
खाना खाना रिसेप्सनबाट बोलावट थियो। लरबराएका खुट्टा, रङ्गीन तन र मनलाई बिस्तारै छुट्याउँदै खाना खाना कोठामा तल झारे। करिब 3 घण्टाको बसाइपछि नै उनीहरूको सामिप्यता वर्षौँदेखि चाहिँ बढ्यो। उनी प्रवीणको हात समाउँदै सँगै खाना खान बसी। खाजा नास्ताबाट नै पेट भरिसकेकाले खाना खाने कुरा केवल औपचारिकता मात्र सीमित गरी उनीहरू पुनः माथि उक्लिए, रिजर्भ कोठातिर। रुम एउटा मात्र बुक थियो। नेपाल बन्द भएकाले बाहिरबाट आउने गेस्टहरू काठमाडौँ बाहिर जान पाएका थिएनन्। त्यसकारण होटलका अन्य कोठामा पनि गेस्टहरू खचाखच थिए। रुमभित्र 2 पलङहरू सजाइएका थिए। अमूर्त बत्तीहरू उनीहरूका साँची थिए। मन्द ध्वनिमा टेलिभिजन आफ्नै गतिमा प्रसारित थियो। रुमभित्र छिनसाथ प्रवीण बाथरुमभित्र छिर्यो। बाथरुमबाट बाहिर निस्कँदा बत्ती निभिसकेको थियो। साइडको डिम लाइटबाट मधुर प्रकाश छिरिरहेको थियो। साथैको बेडमा सुरेश र उनकी सङ्गिनी तोडै ओढ्नेभित्र लुटपुटाइसकेका थिए भने अर्को बेडमा ती युवती लम्पसार थिइन्। नसाको धोद्रे स्वरमा उनले भनिन्, दाइ अब सुत्ने होइन? उनको व्याग्रतामा पलभर विलम्ब नगरी पलङमा पल्टियो प्रवीण। मत्त हात्ती जस्तै उन्मुक्त युवतीको कब्जामा प्रवीण परिसकेको थियो। राति रागका पूर्व कर्महरूमा दुवै हतार हतार समाहित हुँदै गए। हिमाल जस्ता गगनचुम्बी उनको वक्षस्थलमा प्रवीणका हातहरू मडारिन थाले। शरीरमा अनौठो रोमाञ्चकता पैदा हुँदै गएको थियो। नजिकैको पलङमा अर्को जोडी रगिरात क्रीडामा धेरै पहिलेदेखि नै सक्रिय भइसकेको सहजै अनुमान लाउन सकिन्थ्यो। रगिरागका पूर्व अभ्यासबाट प्रवीणको जोडी पनि निकै तातिसकेका थिए। शरीरका सबै ज्ञानेन्द्रियहरू स्वतःस्फूर्त रूपमा जागरुक भइसकेका थिए। भदौरे घामको प्रकाशबाट तापमान भएको शरीर जस्तै शरीरको ताप बढेको थियो। मन, मुटु, मस्तिष्कको गति गहिरो अनुच्छेदमा कहिले पुग्ने आतुर थियो। त्यति बेला रातको करिब 12 बजेको आवाज सुन्थ्यो। कोठाको झ्यालको खिड्कीबाट होटेल नजिकको सडक गल्लीमा केवल कुकुर भुकेको आवाज बाहेक अन्य ध्वनि शून्य थियो। बेला बेलामा एक आधा मोटरसाइकल हुइकिएको आवाज सुन्न सकिन्थ्यो। सायद रात्रि मजदुर ड्युटी पश्चात वासस्थानतिर व्याग्रताका साथ लागेका होलान् भन्ने सहजै अनुमान लाउन सकिन्थ्यो। दुवै जोडी राग क्रीडामा नै लिप्त थिए। अनायास सिरान नजिकको बेड टेबलमाथि राखिएको प्रवीणको पोइन्टभित्रको मोबाइलको घन्टी बज्न थाल्यो। किर्र किर्र। राग क्रीडामा अवरोध भएको महसुस गरेर कलरको वास्तै नगरी पोइन्टको बाहिरी भागबाट एक फोन डिस्कनेक्ट गर्यो। फोन आउने क्रम रोकिएन। पुनः मोबाइलको घन्टी बज्यो। किर्र किर्र। को हुन सक्छ यस बेला फोन गर्ने? डिस्कको आवेगलाई मस्तिष्कमा कैद गर्दै हेलो भन्यो प्रवीणले। प्रत्युत्तरमा एक अबोध शिशुको आवाज आयो, बाबा कहाँ हुनुहुन्छ? आज घर आउनुहुन्न? प्रवीण झसङ्ग भयो। फोन प्रवीणको प्यारी छोरी सुमनको थियो, जसलाई ऊ असाध्यै माया गर्छ। हरेक रात खानापछि प्रवीणले उसलाई बालकथा सुनाएर सुताउने गर्थ्यो। अझ सायद त्यही बालकथा सुन्न नपाएर ऊ यतिका बेरसम्म पनि सुतेकी छैन क्यारे। प्रवीण मनमा नै सोच्न थाल्छ। रङ्गीन तनबाट प्रवीण एक्कासी छङ्ग भयो। ताप र रातको बीचमा पसिना सुक्न थाल्यो। कोठाभित्र आफूलाई कैद जस्तो महसुस गर्न थाले। कोठा बेसरी घुमेको जस्तो भान हुन थाल्यो। छोरीको प्रश्नमा प्रवीण मौन थियो। उसले फेरि सोधी, बाबा कहाँ हुनुहुन्छ? आज आउनुहुन्न? मोबाइलमा सानो अर्को परिचित स्वर आयो। सुत त नानी, बाबा आज साथीलाई भेट्न जानुभएको छ। भोलि आउनुहुन्छ, पर्दैन राति राति बोलाउनु। दिन दुनियाँ ठिक छैनन् क्या? प्रवीणको सुरक्षाका विषयमा उनले भनेको संवाद सायद अबोध बालिकाले बुझिनन् होला र फेरि प्रश्न तेर्छे। मम्मी, दिन दुनियाँ भनेको के हो? सुत अब खुरुक्क। रोष प्रकट गर्दै मम्मीले हकार्दै भनिन्, सुत नानु, म भोलि बिहानै आउँछु। अहिले बाबा टाढा छ क्या? भोलि आउँदा म छोरीलाई मिठो चक्लेट दिएर आउँछु है। प्रवीणले धेरै बेरपछि प्रत्युत्तर फर्कायो। अब सुत भन्दै सन्ध्याले फोन तान्दै फोन डिस्कनेक्ट गरिन्। उनी प्रवीणको जीवन सङ्गिनी थिइन्। अबोध बालिकासँगको संवाद अनि 21औं शताब्दीको खुला संसारमा पनि श्रीमानप्रतिको निष्ठा, विश्वास, नेपालभित्र एक नेपाली नारी, अर्कोतर्फ वैदेशिक गमन, व्यवस्था अनि पेशा, आजको भेट, नारी सोच, निष्कर्ष। प्रवीणमा एक्कासी परिवर्तन आयो। रगिरागका आवेगहरू प्रचण्ड तापका कारण ओइलाएको गुलाब चाहिँ भए। एकाएक तन मन शिथिल हुन थाल्यो। प्रवीण सुरा सुन्दरीको बीचमा पनि राग रहित हुन पुग्यो। शरीरमा संवेगका कुनै सङ्केत बाँकी रहेनन्।
आफूलाई जिउँदो लास जस्तै संवेगहीन पायो। सँगै सुतेकी सङ्गी नशा र रागको कामनामा प्यासी मन तृप्त गराउने अभिप्रायले नजिक नजिक खिचिन थालिन्। प्रवीणलाई भने कसैलाई मृत शरीरमा डोरीको पासोले तान्न लागेको भान हुन थाल्यो। पटक पटकको प्रयासपछि पनि उनका राग क्रीडामा प्रवीणको साथ जिउँदो लाससरी शून्य भयो। नसालु सुरमा उनले मधुर आवाज निकाल्दै बोलिन्, होइन के भयो तपाईँलाई? प्रवीण मौन बस्यो। जवाफमा पो के दिन सक्थ्यो र? उसले एकोहोरो पाराले समायोजन हुन सक्ने हरेक रक्तिरागका कर्महरू गर्न थालिन्। तर प्रवीण मुर्दा जस्तै संवेगविहीन रह्यो। पटक पटकको प्रयासका बावजुद पनि कल्पित आनन्दका ज्वारभाटाहरूसँग चलबलाउन नपाउँदा सिरकको साथ तयार राखी विपरीत दिशातर्फ कोल्टे परिन् उनी। नसाको तालले होला पल्टेको पलभरमा नै उनी निन्द्रा देवीको शरणमा पुगिन्। रातको शून्य समय कोठाको भित्ते घडीको टिक टिक आवाजभन्दा अन्य कुनै आवाज थिएनन्। प्रवीण एकोहोरो मलिन प्रकाशको सेतो प्रकाशमा टोलाइरह्यो। आकस्मिक घटना परिघटनाबिच प्रवीणलाई निन्द्रा लागेन। दैनिक करिब 8 किलोमिटर अफिसको यात्रा गर्दा हिजो अस्ति खाना खान नपाउँदै गृहिणीका अतृप्त इच्छाहरूलाई पुरुषको कफनले बेर्दै इच्छा हुनसाथ ऊ सुतिहाल्थ्यो। थकित तनको विश्रामका बीच निन्द्रा चेतन भए हिंस्रक जङ्गली पशुले धेरै दिनको शिकार प्राप्त पश्चात चुडाचुड गरे जस्तै स्वप्निन सङ्गिनीमा बिना सोधपुछ होमियो। इच्छित अनिश्चित बीच मध्ये निन्द्रामा भए पनि सहजै स्वीकृतिका बीच ऊ लीन हुन्थ्यो। तर आज खोइ सारा मिष्ठान्न भोजन स्विट ट्रेमा सजाय राखे जस्तै सो अधिकार प्राप्ति छ। तर निन्द्रा छ, न प्यास खोइ के छ। मस्तिष्कमा सोच नै छ। बत्तीको धुमिल प्रकाशसँगै कहिले रातो प्रकाश त कहिले नीलो प्रकाशको भानसँगै त्यो लामो अनि कहाली लाग्दो रात बिताउने प्रतीक्षामा पुग्यो प्रवीण। सुनौलो बिहान प्रतीक्षामा प्रवीण जल्दै गयो। ओग्राएको गोही भ्रमित परेर बगरमा पल्टे जसरी प्रवीण सिलिङको एकोहोरो हेराइमा रात काट्न थाल्यो। अचानक प्रवीणको गालामा कसैले चड्कायो। जसङ्ग भयो। जुरुक्क उठेर हेऱ्यो यताउति। तर भ्रमित भएछ प्रवीण। कसैले गालामा नियतवश चड्काएको नभई सँगै सुतेकी सङ्गीले निन्द्राको तालमा कोल्टे फेर्दा उसको हात उसको गालामा बज्रिएको रहेछ। प्रवीण नजिकैबाट पुनः उनलाई निहाल्यो। उनी मस्त निन्द्रामा थिइन्। रातको पारदर्शी पहिरन, त्यसमाथि पनि नसाको सोपादन एवं वैदेशिक गमनबाट फर्केकी युवती उसको सुताइमा नारीका अमुक सम्पूर्ण यन्त्रहरू। सायद त्यति नजिकबाट प्रवीणले जीवन सङ्गिनीको पनि निहाल्ने अवसर बिरलै पाएको थियो। त्यो पारदर्शी तन्त्रको दृश्य मस्तिष्कमा कैद नभएपछि प्रवीण पनि कोल्टे फर्क्यो। बिहानको चिसो हावासँगै प्रवीणका आँखाहरू लजाउन थालेका थिए। होटेलको तल अन्य कोठामा मानिसहरू बाथरुम जाने आउने आवाज आउन थाल्यो। होटेल साउनी कामदार केटाहरूलाई उज्यालो भएकाले छिटो उठी नास्ता तयार गर्न अर्डर गर्दै थिइन्। रातको करिब 12 बजेसम्म गतिशील होटेल र त्यसमा कार्यरत मजदुर केटाहरूको बिहान 5 बजे नै उठ्नुपर्ने सायद नियमित ड्युटी नै थियो। होटेल साउनीको आज्ञालाई तत्काल पालना नगरेको भन्दै साउनी चिच्याइन्। होइन किन नउठेका यी मोहराहरू? आजबाट नेपाल बन्द खुल्यो। अब नयाँ गेस्ट खोज्नुपर्छ। सबै कोठाहरू सफा गर्नुपर्छ। काम कति छ कति? उनी आफ्नै मनोगत प्रश्न तेर्स्याउँदै फतफताएकी थिइन्। तर उनको फतफताइबाट मैले नयाँ कुरा सुने। बन्द खुल्यो रे। बन्द खुल्यो रे। आयोजकले आम हडताल फिर्ता लिए रे। विश्वास अविश्वासकी घेरालाई पार गर्दै लाग्यो। कतैबाट सुनेर बोलिहालिन् नि साउनीले। ए अब बन्द खुल्यो है। हप्तादेखि परिवारजनको भेटमा ब्याग र प्रतीक्षामा रहेको हजारौं यात्रीहरू अब आफ्नो बाटो तताउने भए। यी सबै सहमित्रहरू अब आफ्नो घरतिर जाने होलान्। प्रवीण मनमनै सोच्न थाल्यो। 5:15 बजेको सेरेफहरूमा होटेलको भित्रबाट तल झर्यो प्रवीण। रातभरको अनिदो अनुहारलाई बिहानको चिसो हावामा सेकायो। शरीरकै स्फूर्त भएको आभास भयो। करिब 1 किलोमिटर मर्निङ वाक गरी फर्क्यो होटेलतिर। ऊ पुग्दा सहपाठीहरू पनि उठेर फ्रेस भइसकेका रहेछन्। प्रवीणले बन्द फिर्ता भएको खबर सुनायो। तर खोइ कसको अनुहारमा कुनै उत्साह देखिएन। प्रवीणले आफ्नो सङ्गीलाई सिधा नजरबाट हेर्न सकेको थिएन। तापनि नजर घुमाउँदै हेऱ्यो। उनको मृग नयन घायल बाघिनीको जस्तो मुखाकृत थियो। नमिठो पाराले बोलिन् उनले। बन्द खुले पो के नखुले पो के? खाना बस्न पाएका थियौँ क्यारे? सुरेश र उसकी सङ्गी खिस्सा हाँसे। प्रवीणले जवाफ भयो। वेटरले चिया ल्यायो। तातो चिया लिन प्रवीण आतुर थियो। तर उनीहरूमा कुनै आतुरता देखिएन। सुरेश र उसकी सङ्गी बन्द खुलासँगै छुट्टिन पर्ने व्यवस्थामा झोक्राएको जस्तो लाग्थ्यो भने प्रवीणको सङ्गी रातको घटनाबाट सायद आहत थिइन्।
प्रवीण बीचमा थियो। उसमा कुनै लेनदेन थिएन, केवल समय र परिस्थितिको दास थियो। छिटो उनीहरूसँग बिदा लिएर घर फर्कने एकमात्र उद्देश्य थियो उसको। तर मानवीय सम्बन्ध, व्यवस्था र औपचारिकता बीच प्रवीण हतारिँदै गरी हिँडिहाल्न पनि सक्दैनथ्यो, किनकि प्रवीण बाल्यकालदेखि युवा अवस्थासम्मको उनको अभिन्न मित्र सुरेशको आतिथ्यताका लागि त्यहाँ गएको थियो। बन्द फिर्ता लिएको खबरसँगै हप्तौँदेखि आफन्त परिवारजनसँगको मिलनलाई आँखामा राखी प्रतीक्षारत सहयात्रीहरू आपसमा होटलबाट खैरबैला गर्दै बाहिर निस्कन थालेका थिए। यसै बीचमा उनीहरू बसेको होटलको छिमेकी कोठाबाट पनि गेस्टहरू हतार हतारका साथ बाहिरिने क्रम सुरु भएको थियो। अनुहारमा खुसीका झलकहरू त्याग्दै सुरेश र उसकी सङ्गी पनि बिस्तारै टेबलमा राखिएका मेकअपको सामानहरू झोलाभित्र कैद गर्न थाले। यो कथाको अर्को भाग लिएर छिटै आउनेछौँ, प्रतीक्षा गर्नुहोला। कथा मन परे भने एक लाइक अवश्य गर्नुहोला। केही प्रतिक्रिया भए कमेन्ट गर्नुहोला। हवस् त, धन्यवाद। कथामा रुचि राख्नुहुन्छ भने स्क्रिनमा देखाइएका कथा सुन्न सक्नुहुन्छ।